सर्वप्रथम त कोरियन भाषा पढिरहनुभएका सम्पूर्ण साथीहरूको लागि खुसीको खबर आएको छ। कोरियन भाषाको नयाँ फर्म 2026को खुला भएको छ, जसमा अब तयारी गरेर बसिरहेका सम्पूर्ण साथीहरूले भाषा परीक्षा दिएर कोरिया जाने अवसर प्राप्त गर्नुहुनेछ। कोरिया जानका लागि फर्स्टमै भनिएको छ। धेरै साथीहरूलाई भ्रम पैदा भइरहेको हुनसक्छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चितता होइन है भनेर फर्स्टमै भनेको छ। यो कुरालाई विशेष ख्याल गरेर साथीहरूले तयारी गर्नुहोला। अब यहाँ धेरै कुराहरू छ। फर्म भर्दा विचार गर्नुपर्ने कुराहरू छ। फर्म भर्न त सबैले भर्छन्, तर विचार गर्नुपर्ने धेरै कुराहरू छ। त्यसमा परीक्षाको मिति, म तपाईँहरूलाई यहाँ सरसर्ती परीक्षाको मिति भन्न गइरहेको छु। परीक्षाको मिति भने अझै पनि फिक्स भइसकेको छैन। आवेदन सङ्कलन प्रक्रिया सम्पन्न भई जम्मा आवेदक सङ्ख्या निर्धारण भए पश्चात कार्यालयको वेबसाइटमा परीक्षाको मिति तथा तालिका सार्वजनिक गरिनेछ। यो कुरा विशेष ध्यान दिनुहोला। सबैले फर्म भरिसकेपछि मात्र परीक्षाको तालिका सार्वजनिक गरिनेछ। एक दिनमा बढीमा 5 शिफ्ट गरी परीक्षा सञ्चालन हुनेछ। यो सबैलाई थाहा भएकै कुरा हो। भैँसीपाटीमा परीक्षा केन्द्र रहेको छ, जहाँ 5 शिफ्टमा परीक्षा हुन्छ। अब कति चाहिँ कोटा आयो त? कोरियाको कोटा कति आयो त? कतिजना चाहिँ कोरिया जान पाउँछन् त भनेर यो कुरा धेरैलाई जिज्ञासाको विषय हो। यो चाहिँ सबैभन्दा जिज्ञासाको विषयलाई चाहिँ मैले भनिहाल्छु। यो चाहिँ जम्मा 7,272 जना चाहिँ कोरिया जान पाउँछन् यो पल्ट। यसमा थपघट तलमाथि केही अहिलेसम्मको इतिहास हेर्दाखेरि थोरै थपघट हुने गरिएको छ। त्यसै गरी कुन क्षेत्रमा कति नयाँ सेक्टर पनि यसपालि थपिएको छ। उत्पादन क्षेत्रमा 5,000 जनालाई पास गराउने भनेर भनिएको छ। त्यस्तै कृषि क्षेत्रमा 2,000 र सेवा क्षेत्र भनेर यो पहिला पनि आएको थियो र अहिले यसलाई नयाँ नै मानौँ। यसमा 100 जना। त्यसै गरी वन क्षेत्रमा 100 जना गरी 7200 जनालाई पास गराउने उद्देश्यले यो पटकको कोरियन भाषाको फर्म खुलेको छ। अब मेन कुरो त्यसपछि अरू नियमहरू के छन् त हेरौँ है त। यहाँ नियमहरू छन्। धेरै साथीहरूलाई अर्को कुरा पनि हुन्छ, म दुवै क्षेत्रतिर फर्म भर्छु र दुवैतिर एकपट्टि पास भएन भने अर्कोतिर फेरि परीक्षा दिन्छु भन्ने सोचाइ हुन्छ। तर यो कदापि नगर्नुहोस्। एक व्यक्तिले एकवटा क्षेत्रमा मात्र दरखास्त फारम भर्न पाउनेछ। प्रथम चरण उत्तीर्ण गरेपछि छनौट गरिएको क्षेत्र परिवर्तन गर्न पाइने छैन। यो धेरैले थाहा भएकै कुरा हो। प्रथम चरणको उत्तीर्ण गरेपछि छनौट गरिएको क्षेत्र हतपत कहिले पनि सूचना इपिएस कार्यालय ननिकालिकन परिवर्तन गर्न पाइने छैन। प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरण भन्ने बित्तिकै अन्य नजाओस्, स्किल टेस्ट कार्यक्षमता मूल्याङ्कनमा सहभागी भई उत्तीर्ण भएपछि मात्र अन्तिम छनौटमा पर्नेछन्। भनेको स्किल टेस्ट पनि यो पालि हुन्छ। उत्पादन क्षेत्र, कृषि, पशुपालन क्षेत्र, सेवा र वन क्षेत्रतर्फको परीक्षा आवेदन फारम भर्दा यसै सूचनाको बुँदा 9 मा उल्लेख गरिएका सम्पूर्ण क्षेत्रहरूको कुनै पनि उपक्षेत्र अनिवार्य छनौट गर्नुपर्नेछ। अब यो कुरो चाहिँ ध्यान दिनुपर्नेछ है विशेष गरी। अब मेन कुरो भनेको आवेदकको योग्यता के हुनुपर्छ त? के योग्यता भयो भने चाहिँ कोरियन भाषाको परीक्षा दिन पाइन्छ। यो चाहिँ मेन कुरो छ। सबैले विचार गर्नुपर्ने कुरो यो हो।
पहिलो प्रथम कुरो भनेको त नेपाली नागरिक हुनै पर्यो, जसरी भए पनि नेपाली नागरिक त हुनै पर्यो। दोस्रोमा रहेको छ उमेर 18 वर्ष पुरा हुन पर्यो। फर्म भर्ने दिनसम्म 18 वर्ष पुरा हुनै पर्यो, 39 वर्ष नाग्नु भएन। त्यसै गरी कुनै पनि फौजदारी अभियोग अदालतबाट सजाय नपाएको हुनु पर्यो। त्यसै गरी गणतन्त्र कोरियामा गैर कानुनी रूपमा इलिगल रूपमा नबसेको र कोरियाबाट फिर्ता नपठाएको हुनुपर्छ। त्यसै गरी नेपाल सरकारले अन्य मुलुकमा जान रोक्न लागेको, कुनै पनि देशमा जान रोक लागेको हुनु हुँदैन र कोरियामा E9 वा E10 भिजामा 5 वर्ष वा सोभन्दा बढी बस्नु भएन। त्योभन्दा बढी बसेको छ भने पनि फर्म भर्न, परीक्षा दिन पाइँदैन। त्यस्तै रहेको छ मेन कुरो भनेको कलर भिजन, कलर ब्लाइन्डनेस, यसलाई भन्छ कलर विकनेस, रङ छुट्याउन नसक्ने भएकोले पनि नभर्नु होला। किनभने स्किल टेस्ट हुन्छ, त्यसमा कलर छुट्याउन सक्नु भएन भने तपाईँको मेहनत त्यत्तिकै खेर जान्छ। अब मेन कुरो फर्म कहिलेदेखि कहिलेसम्म भर्ने त भनेर जानकारी, मेन कुरो यही नै हो। खुल्नु त खुल्यो, तर कहिलेदेखि सुरु छ त? 2026 को जुलाई 27 देखि अगस्त 2 सम्म चाहिँ फर्म भर्ने मिति रहेको छ। आवेदन दर्ता प्रक्रिया चाहिँ अनलाइन मार्फत गर्न सकिनेछ। यो पल्ट पनि काहीँ केही गर्नु जान्नुहुन्छ, आफ्नो सक्नुहुन्छ भने आफैले अनलाइन मार्फत भर्नु होला र साइज चाहिँ एकदम मिलाउनुपर्छ। फोटोको त्यो साइजहरू विभिन्न फोटोको साइजले रिटर्न हुने सम्भावना हुन्छ। विशेष ख्याल गर्नुपर्ने त्यो कुरो छ, त्यो पनि म भन्छु। अब आवश्यक कागजात के चाहिन्छ त फर्म भर्नलाई, के तयार पार्नुपर्छ, के चाहिँ हुनुपर्छ? तपाईँले आवेदकले फारम भर्दा राजधानीको फोटो भएको पेज स्क्यान गरेर राख्नुभयो हुन्छ। त्यसको साइज चाहिँ ठ्याक्कै 600 पिक्सेलदेखि 89 KB भन्दा कमको साइज हुनुपर्छ। यो चाहिँ विशेष ख्याल गर्नु है, विशेष ख्याल गर्नु। आवेदकले आवेदन फारम भर्दा अनिवार्य रूपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नै पर्छ। सम्पूर्ण जानकारी यसैमा हुने भएकोले यो चाहिँ उल्लेख गर्नुपर्छ। आवेदन फारममा 6 महिना यता खिचेको अथवा सेतो पृष्ठभूमि भएको सेतो लुगा चाहिँ लागेको हुनु हुँदैन। कान दुईपट्टि स्पष्ट देखिएको, ठ्याक्क छाती टक्क मिलेको देखिएको, 3.5 × 4.5 सेन्टिमिटरको रङ्गीन फोटो दामी। यसको चाहिँ कति भने 100 देखि 300 पिक्सेल फाइल रहेको छ। यसलाई स्क्यान गरेर दामी फोटो चाहिँ एकदम रिजेक्ट नहुने तरिकाले हाल्नु होला। अब परीक्षा शुल्क चाहिँ अमेरिकी डलरमा हुन्छ, 28 लाग्नेछ। अमेरिकी डलर 28, यसलाई नेपालीमा कन्भर्ट गर्नु होला। त्यसपछि यो चाहिँ केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंक तोकिएको विनिमय दरका आधारमा चाहिँ नेपाली रुपैयाँ दिनुपर्ने हुन्छ है त। यति गर्नु भने तपाईँको फर्म तयारी हुन्छ। अब परीक्षा तथा परीक्षा समय यो त भैँसी पाटी तपाईँलाई थाहा चाहिँ छ। पहिला फर्म भर्नुहोस्, त्यसपछि नतिजा चाहिँ अलिक चाँडै आउँछ। अब पहिला परीक्षा दिइसकेपछि नतिजा पनि कुरो गरेछ र भ्यालिडिटी चाहिँ पास गरेको कति 2 वर्षसम्म हुन्छ है। अब प्रथम चरणमा के हुन्छ अङ्कभार भनेर पनि यहाँ रिडिङ 20, लिसनिङ 20, 40 थाहा चाहिँ छ। अङ्क पनि यसरी दिएको छ, टाइम पनि 25-25 मिनट। यो सबैलाई थाहा भएको कुरो हो, सबै तयारी गरिरहनु भएको छ र कम्पिटिसन जोरदार हुनेवाला छ। जोरदार तयारी गर्नु होला। अब पूर्व तयारीहरू त के गर्ने भन्ने कुराहरू चाहिँ यहाँ अब तपाईँहरूले त्यो पछि यहाँ वेबसाइटमा गएर पनि हेर्नु होला। फर्स्ट अफ अल फर्म भर्दा चाहिँ नछुटाइकन भन्नु। अब परीक्षा आवेदन भर्दाखेरि छनौट गर्नुपर्ने उपक्षेत्रहरू छन्, म्यानुफ्याक्चरको यो छन्, यो चाहिँ विशेष ध्यान दिनु होला। म्यानुफ्याक्चरको कुन सेक्टरमा, तपाईँ फुड सेक्टर भनेको छ, सुरुमा रिकभरी, नन मेटल, यो चाहिँ आफूले चुज गरेर हतपत चेन्ज गर्नु नमिल्ने भएको हुनाले सब सेक्टर चाहिँ एकदम। अब स्किल, अब एग्रिकल्चरमा पनि ध्यान दिनु होला। सेक्टर यहाँ ग्रोइङ एन्ड क्रप्स छ, यो 3टा सेक्टर छ एग्रिकल्चरमा। अनि सब सेक्टर भनेको छ त्यसमा त झन् वेस्ट के कलेक्सन, यसलाई चाहिँ विशेष ध्यान दिएर भर्नु होला।
त्यसपछि फर्म भरेपछि तपाईँको यदि पास हुनुभयो भने तपाईँको कोरिया जाने ग्यारेन्टी चाहिँ हुँदैन, तर पनि तपाईँको कन्फर्म भयो है भन्ने हुन्छ। यसलाई विशेष ध्यान दिनुहोला र राम्रोसँग नबिगारिकन हतार नगरिकन जुन दिन छिट्टो भएर छिट्टो पर्ने पनि ढिलो भएर पनि राम्रोसँग भएर राम्रोसँग परीक्षा दिनुहोला। शुभकामना।